हेलो गाइस, मेरो न्यू ब्लगमा फेरि वेलकम छ है। फेरि मन्जुको न्यू ब्लग आयो है। हिजो म भइरो गएको थियो कार्यालयमा, मेरो कामको लागि। कार्यालयमा काम बनिसक्यो, त्यसपछि जाँदाखेरि यस्तो भाटबाट नि देखेँ। अनि भाटबाट पसम न त भइरहेको पनि आजसम्म यत्रो भयो, पछि छैन जाम भनेर एन्ट्री गर्ने बित्तिकै त आफै आएको के कति मजा सजाएको। अनि त्यसभित्र गएँ, भित्र जाँदा यस्तो मजाले सजाएको थिएँ कि अनि एन्ट्री गर्ने बित्तिकै मलाई त के कस्तो फिलिङ भयो कि म कतारमै छु जस्तो के। हेर्नु गाइस, यस्तो राम्रो कि सबै सजाएको, काजु बदाम जे खोजे रहेछ कि घरबाट जे खोजे रहेछ। तर एउटा चाहिँ मलाई मन परेन है, भने जस्तो सब छ। हेर्नु चिप्सहरू सबै छ के, जुसहरू चिप्सहरू सबै छ, भने जस्तै हजुरले जे खोजे त्यो पाउनुहुन्छ। तर एउटा छ, अफर नपाउँदो रहेछ। हेर्नु गाइस, अफर नपाउँदो रहेछ। मलाई फेरि पिरो चिप्स देख्ने हुन्न, टिपिहाल्छु के, कहाँ छोड्छु र मेरो बेस्ट चिप्स हो। अनि के छोड्ने र मैले टिपिहालेँ। अनि हामी यस्तो गएको पनि चिप्नु बोर्ड लिन त हेर्नु त, माई गड कति महँगो के, यत्रो सानो चिप्नु बोर्डलाई पनि। अब त्यहाँ अब कतारमा रियाल 2 रियाल 3 रियाल 5 रियाल त्यस्तो हुन त महँगो त कतारमै होला। तर मलाई यहाँ महँगो लाग्यो कि सामानहरू अब देखेर। अनि यस्तो डेकोरेसन सामानहरू मिलाएको एकदम मन पऱ्यो क्या मलाई त। सेम म त कतारकै मलमा बसे जस्तै लाग्यो कि एकदम। त्यही हो, त्यहाँ चाहिँ अफर थिएन, नत्र सबै एकदम राम्रो सजाएको थिएँ। खुसी लाग्यो, राम्रो लाग्यो। एकछिनसम्म त एकदम रमाइलो लाग्यो कि त्यो घुमघाम गरेँ, सबै सामानलाई हेरेँ, यस्तो राम्रोसित के जे खोजे त्यही पाइन्छ। तपाईँहरू पनि भिजिट गर्नु होला। म त फर्स्ट टाइम यति वर्षमा भनौँ न, अब कति वर्ष भयो यो भाटबाट नि खुलेको भइरहेको थाहा भएन, तर फर्स्ट टाइममा चाहिँ भिजिट गरेको। राम्रो लाग्यो, खुसी लाग्यो, जे खोजे पाइन्छ, राम्रो लाग्यो, एकदम राम्रो रहेछ। हजुरहरू पनि भिजिट गर्नु होला है। बच्चादेखि बुढादेखि सबै थोक छ क्या, सबैले पाउने चिज छ। मन पऱ्यो प्लिज मेरो टिकटक मन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला है। मेरो अल साथीहरू फ्रेन्डहरू, आई मिस यु अल। बाई बाई। नेक्स्ट पार्ट फेरि आउँछ।